यो रिलेटिभ स्ट्रेन्थको बारेमा मैले एउटा सर्ट पनि राखेको थिएँ। धेरै साथीहरूको कुरा हुन्छ होइन, इन्भेस्टर ट्रेडरको कुराहरू हुन्छ कि कुनै पनि स्टकमा हेभी भोल्युम सधैँ आइरहेको छ है, त्यो स्टक अलिकति राम्रै किसिमले अप डाउन भइरहेको छ, यो चाहिँ कसरी थाहा पाउने भन्ने कुरो धेरैको हुन्छ होइन। यसमा चाहिँ हामीले चाहिँ रिलेटिभ स्ट्रेन्थ हामीले राख्यो भने लगभग चाहिँ 20वटा स्टकमा हामीले हेर्न सकिन्छ। यसमा चाहिँ 90 भन्दा माथिको स्ट्रेन्थ भएको स्टकहरू हुन्छन्। यी स्टकहरू चाहिँ लगभग 20वटा यी स्टक चाहिँ के हुन्छ भन्दाखेरि डेली टप टर्नओभरमा परिरहेका नै हुन्छन् र धेरै एकुमुलेसन भइरहेको स्टकहरू हुन्छन् यहाँहरू, र टप टर्नओभरमा परेका स्टकहरू हुन्छन् र अप ट्रेन्ड पनि राम्रै र डाउन ट्रेन्ड पनि राम्रै हुनेवाला स्टकहरू हुन्छन्। त्यसले गर्दाखेरि एउटा ट्रेडरले चाहिँ रिलेटिभ स्ट्रेन्थ 90 भन्दा माथिका स्टकहरू हेर्दा राम्रो है। फेरि यस्तो भन्दैमा फेरि भोलिदेखि नै मुभ हुने होइन, अब 100मा परेका स्टकहरू 99 98मा परेका स्टकहरू एकदम उछल पुछल हुने, भोलि नै बढ्ने भन्ने कुरो हुन्न। यिनीहरूमा चाहिँ कन्टिन्युसली हजुरको भोल्युमहरू राम्रो आइरहेको हुन्छ, एकुमुलेसन भइरहेको हुन्छ, डिस्ट्रिब्युसन पनि राम्रै भइरहेको हुन्छ र त्यहाँपछि यिनीहरू बढ्दा नै छिटो बढ्ने र घट्दा नि जस घट्ने नै हुन्छन्। किन भन्दाखेरि बढ्दाखेरि यिनीहरू यस्ता स्टकहरूले चाहिँ नेप्सीले भन्दा राम्रो पर्फर्मेन्स गरिरहेका हुन्छन् र नेप्सी प्लस आफ्नो सेक्टरले भन्दा पनि राम्रो पर्फर्मेन्स गरिरहेका हुन्छन् यी स्टकहरू। किनभने एउटा ट्रेडरले गर्नुपर्ने भनेको चाहिँ रिलेटिभ स्ट्रेन्थलाई ध्यान दिनुपर्छ र रिलेटिभ स्ट्रेन्थमा परेका स्टकहरूबाट नै उसले ट्रेड गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ। किन भन्दाखेरि ट्रेडरले त आफ्नो पर्सेन्टेज निकाल्ने हो होइन, एउटा या स्विङ ट्रेड होला या पोजिसनल ट्रेड होला होइन, भन्नाले 15 दिन 1 महिना 2 महिना 3 महिना लागि होल्ड गर्ने होला स्टकहरू हुन्छन् ट्रेडरको लागि। 15-20% 30% 40% यस्तो मतलब आफ्नो तरिकाको क्यापिटल गेन खानको लागि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो रिलेटिभ स्ट्रेन्थ भएको स्टकहरू चाहिँ हेर्दा राम्रो हुन्छ र यिनीहरू पनि मार्केट घट्दा नि राम्रै बढिरहेका नि हुन्छन् है। नेप्से घट्दा या नेप्से साइडवेज जाँदा या त्यो सेक्टरको त्यो स्क्रिप्टको सेक्टर साइडवेज जाँदा या घट्दा नि यी स्टकले चाहिँ राम्रो गरिरहेको हुन्छन् है। हस् त, धन्यवाद।